रोडहरू पनि पुरा बस्ने ठाउँको चाहिँ जोडिरहेको छ। म चाहिँ यहाँ आएको थिएँ कि शिवपुरी बाबाको आश्रममा फर्किनु भनेको पानी परेर अब आश्रमतिरै फर्किँदैछु। हेर्नु त कसलाई पानी परेको एकदमै हेर्नलाई मनपर्छ। मलाई चाहिँ एकदमै पानी पऱ्यो भने रमाइलो लाग्छ कि, तर जानलाई चाहिँ अहिले पानीले नदिने भयो। पानी हेर्नु चाहिँ फेरि अति मनपर्छ कि, एकदमै रमाइलो लाग्छ। एकदमै मुसलधारे पानी परिरहेको छ। यस्तो पानी परेर बाटो पनि चिप्लो नचिप्लो भयो। पानीले हिँड्नै दिएन। बस्दा बस्दा गरेर हिँडेको 1 घन्टा जति, फेरि फर्केर फेरि बसेर हिँड्दैछु। पनि मजाले पानी रोकेको छैन। पानी पर्दा रमाइलो त रमाइलो लाग्छ, तर हिँड्नलाई चाहिँ अलिकति बिजोक हुन्छ कि, त्यो भएर मात्रै हो। नत्र पानी परेको दिन जति मलाई रमाइलो घाम लागेको दिन पनि लाग्दैन, त्यति रमाइलो लाग्छ कि। पानी पर्दा चाहिँ पानीमा भिज्न, पानी परेको हेर्न चाहिँ बच्चैदेखि रमाइलो लाग्ने। आज यता आएको थिएँ शिवपुरी बाबाको आश्रममा, अनि फर्केको अब कति बेला पुग्ने हो। आधा बिच बाटोमै छु है। यहाँ पछि आउँदै हुनुहुन्छ कि एकजना आमा चाहिँ, अनि उहाँ चाहिँ शिवपुरी बाबाको आश्रममा त्यहाँनिर सरसफाइ गर्ने जहिले गर्नुहुन्छ। अनि कहिलेकाहीँ हामीले हेल्प गर्छौँ भनेर माग्यो भने पनि उहाँले दिनुहुन्न कि। आमा चाहिँ आफ्नै सुरु गर्नुहुन्छ। हेल्प गर्छु भने त उल्टै रिसाउनुहुन्छ। यहाँ पानी परेर सबै भिजिसक्नुभयो, छाता ओढाएको नओढ्ने रे। उहाँ फेरि अर्कै खाले हुनुहुन्छ कि, एकदमै के भन्नु, जस शिवपुरी बाबासँग चाहिँ उहाँको एकदमै धेरै लगाव छ भनौँ न, लगाव छ। अनि फर्किँदै हुनुहुन्छ उहाँ पनि। पानी परेर सबजना छाता ओढेर हिँडेका छौँ कि हामी चाहिँ यहाँ। मजा आएका छ हिँड्न चाहिँ। यस्तो छ क्या बाटो पनि। सिमसिम पानी परिरहेको छ अहिले बाहिर। मजा लाग्छ मलाई चाहिँ। गाडीमा हिँड्नुभन्दा पनि मलाई अझ मजा चाहिँ यसरी हिँड्नु मजा, एकदमै मजा लाग्छ। सहरमा त गाडीमा नहिँडी हुँदैन, हिँड्नै पर्यो, टाइममा पुग्नु पर्ने हुन्छ ठाउँमा होइन। तर गाउँघरमा त सडक त पुग्यो, तर प्रायः पैदल यात्रा नै गरिन्छ। तर रमाइलो लाग्छ मलाई चाहिँ पैदल यात्रा गरे पनि एकदमै रमाइलो लाग्छ है मलाई चाहिँ। पशुपतिको साढे यहाँ जहाँ आइपुग्यो त्यहीँ उभिरहेछ बिचरा, जहाँ गयो ती घर पशुको। पशुपतिको साढे हेर्न सक्नुहुन्छ, बाटैमा हो।
यत्रो खोला बगिरहेछ, पानी परिरहेछ, ऊ यहाँ बसिरहेछ। आनन्द, कस्तो आनन्द।